राजावादीमाथि बल प्रयोग गर्न गृह मन्त्रालयले नै दियो आदेश। अत्याधुनिक हतियार सहित पुग्यो सशस्त्र प्रहरी बल। राजावादीले वरिपरिका घरमा आगो लगाइदिएर बनाइदिए ध्वस्त। अश्रु ग्यास र पानीको फोहरा र गोलीसम्म प्रहार, तीनकुने बन्यो रणमैदान। राजावादीको आन्दोलनमा प्रहरीले मञ्चमै ताकेर अश्रु ग्यास प्रहार गरेर दमन गरेपछि तीनकुने क्षेत्र रणमैदान बनेको छ। अत्याधुनिक हतियार सहित तैनात भएको प्रहरीले राजावादीमाथि आक्रमण गरेपछि राजावादीले तीनकुने क्षेत्रमा रहेको सिसाको घरमा पनि प्रहार गर्दा घरको अघिल्लो भाग चकनाचुर बनेको छ भने उनीहरूले अराजक शैलीमा घरमा तोडफोड र आगजनी गरिदिएका छन्। त्यसपछि तीनकुनेमा मुठभेड हुँदा दुर्गा प्रसाईको पछुवा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढेको छ। प्रहरीले 5 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ। भिड अनियन्त्रित बनेपछि प्रहरीले गोली फायर गरेको छ भने केही आन्दोलनकारीहरू गम्भीर घाइते भएका छन्। जवाफमा आन्दोलनकारीहरूले पनि ढुङ्गा मुढा प्रहार गरेका छन्। बल प्रयोगपछि दुर्गा प्रसाईको टोली पछाडि हटे पनि पुनः अघि बढेको छ। पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरामा उच्च सतर्कता अपनाइएको छ। सभा बाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो। घरका छतहरूबाट पनि मञ्चमा ताकेर ढुङ्गा प्रहार भएको छ। ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता हुन् थाहा छैन। एक नेताले भने हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ। राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए। उनी मञ्चमा उक्लिना साथ ताकेर अश्रु ग्यास हानिएको थियो। त्यसपछि उनलाई स्वयंसेवकहरूले सुरक्षित स्थानमा लगेका थिए। राप्रपाका नेताहरू रविन्द्र मिश्र, धवल शमशेर राणा लगायत भने मञ्चमै छन्, तर उनीहरू असुरक्षित रहेको बताइरहेका छन्। प्रहरीको आक्रमणबाट केही प्रदर्शनकारीहरू घाइते भएका छन्। उनीहरूमध्ये 2 जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको छ। राजावादी र प्रहरी बीचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ। तीनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरूले बोल्ने क्रम पनि प्रभावित बनेको छ। प्रहरीबाट कार्यक्रम भइरहेको मञ्च नजिकै अश्रु ग्यास प्रहार भएपछि कार्यक्रम केही बेर प्रभावित बन्न पुगेको उनको भनाइ छ। प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहरा प्रयोग गर्नु परेको बताएको छ। सो क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा मुढा गरेका थिए। अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा व्यापक नाराबाजी गरिरहेका छन्। दुवै पक्ष आम्ने सामने हुने देखिएपछि प्रशासनले अलग अलग रणनीति बनाएर सुरक्षा जत्था अघि बढाएको छ। यता गणतन्त्रवादी दलहरूले राजतन्त्रवादीहरूलाई काउन्टर दिन थालेका छन्। गणतन्त्रवादीहरूको राजावादीहरूदेखि सातो जान थालेपछि अनेक हत्कण्डा अपनाइरहेका छन्। उता तीनकुनेमा प्रहरी र राजावादी प्रदर्शनकारीहरू बीच ढुङ्गा मुढा हानाहानको स्थिति निरन्तर तारान्तार बनिरहेको छ। काठमाडौँको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरू बीच धकेलाधकेल भएको छ। तीनकुनेमा भेला भएको राजावादी समर्थकहरू नयाँ बानेश्वर तर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो। राज संस्था पक्षधरहरूको जुलुसले तीनकुनेमा प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा मुठभेडको सम्भावना थप शक्तिशाली बनेर बढेको छ। उक्त घेरा तोडेमा सशस्त्र प्रहरी बल प्रयोगको प्रहरीले तयारी गरेको स्रोतले बतायो। त्यहाँ काठमाडौँ प्रहरी परिसरका एसपी अपिलराज बोहराको कमान्डमा प्रहरी खटिएको छ। आन्दोलनकारीहरूले पहिलो घेरा तोडेमा दोस्रो घेराले बल प्रयोग गर्ने योजना बनेको हो। डीएसपी निर्मल पनेरू नेतृत्वको दोस्रो घेरा अहिले शान्तिनगर गेटदेखि मेन भवन स्थित सिभिल अस्पताल क्षेत्रलाई नियन्त्रणमा लिएर तैनात छ। उक्त टोलीले लाठीचार्जदेखि अश्रु ग्यास प्रहार गर्ने सम्मको आदेश पाएको प्रहरी स्रोतले जनाएको छ। पहिलो घेरा तोडेमा लाठीचार्ज गर्ने प्रहरीको तयारी छ। दोस्रो चरणमा झन बढी पानीको फोहरा फ्याँकिने प्रहरी स्रोतले जनाएको छ। पानीको फोहराले पनि भिड नियन्त्रणमा नआए अश्रु ग्यासको कडा प्रहार गरिनेछ। प्रहरीलाई मद्दत गर्न सशस्त्र प्रहरीको एक टुकडी नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन आसपास तैनात छ। उक्त टोली अत्याधुनिक हतियार सहित पुगेको छ। अहिले तीनकुनेमा प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भइरहेको छ। आन्दोलनकारी बानेश्वरतिर जान खोजेपछि निर्णायक प्रयास गरेका छैनन्। उनीहरू दुर्गा प्रसाईको प्रतीक्षामा छन्। प्रसाई ठुलै जुलुस लिएर आउन लागेको र उनी आएपछि फेरि प्रहरीको घेरा तोड्ने आन्दोलनकारीहरूको दाबी छ।
यता आउने छ कि एउटा के न्यु खोज्ने कुरा गरेको हौ